आजको भिडियो चाहिँ खत्रै हुनेवाला छ है। आज चाहिँ के हो भने काठमाडौँको बेस्ट, काठमाडौँमा यस्तो दामी ठाउँ पनि छ। सो हामी त्यही देखाउनको लागि आज रातिको समय लगभग 11:30 बजेको समय छ यतिखेर। यो कुन ठाउँ हो तपाईँहरू कमेन्टमा भन्नु होला है, चिन्नुहुन्छ भने। यो ठाउँबाट चाहिँ हामी जाँदैछौँ। सो कस्तो हुनेछ राइडमा, नाइट राइड, नाइट भ्यू कस्तो देखिन्छ, सो हेरेर सबैले माया गर्नु होला है त। दामी हुँदैछ राइड चाहिँ। यो ठाउँ कसलाई थाहा छ, के थाहा छ, एकचोटि हेरेर कमेन्ट गर्न नबिर्सिनु होला है। बिस्तारै बिस्तारै नेपाल पनि बन्दैछ होइन। नेपालको सरकार पनि अब बन्दैछ। सो नेपाल पनि बन्दैछ भनौँ। यता यस्तो राम्रो ठाउँहरू बनेको छ। काठमाडौँभित्र चाहिँ सबै ठाउँमा यस्तै भएदेखि चाहिँ अझै राम्रो हुन्छ है। सो बाटो नि दामी छ, हामी पनि दामी राइडमा छौँ, केटाहरू पनि दामी राइडमा छ। हामी 8-10 जनासम्म आज यसो हावा खानलाई निस्केको हामी चाहिँ खास गरी है। सो अब हेरौँ कस्तो कस्तो हुँदैछ, अगाडिको सबै भ्यूहरू देखाउनेछौँ। हेर्दै जाऊँ कहाँसम्म के हुँदैछ, सबै कुराहरू नाइट भ्यू चाहिँ कस्तो हुनेछ भन्ने चाहिँ अब यहाँ थाहा हुन्छ है। अनि मैले यसमा जुन ट्र्याक, ब्याकग्राउन्ड ट्र्याकहरू राखेको हुन्छ त्यो चाहिँ कपिराइट फ्री हुन्छ है। यदि कसैलाई भ्लगमा त्यो युज गर्न चाहनुहुन्छ भने त्यो युज गर्न सक्नुहुन्छ है। त्यो चाहिँ कपिराइट फ्री टोनहरू चाहिँ म राख्नेछु। सो हेरेर लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। कस्तो लाग्यो, कुन ठाउँ हुन्छ तपाईँहरू आफैले पत्ता लगाउनु होला है त। यो भिडियो हेरेर माया गरिदिनु भएकोमा धन्यवाद छ है। यस्तै भिडियोहरू फेरि पनि लिएर आउनेछौँ। मैले चाहिँ हरेक टाइम गीतको भिडियोहरू हालिराखेको छु। त्यसमा चाहिँ अब त्यस राम्रै भ्यू गइरहेको छ। अब यो भ्लगमा नि सबैले हेरेर सपोर्ट गर्नु होला है त।